गोर्खे हाट दार्जिलिङमा चाहिँ एकदम उद्यमी एकजना हाम्रो बहिनी यता हेरिदिनुहोस्। नमस्कार, शुभ नाम हजुरको? फ्रिजिला तामाङ। फ्रिजिला नाम त अद्भुत छ। अनि यो केकहरू बनाएर चाहिँ बहिनीले आफ्नै गुजारा गर्नुहुँदो रहेछ। यस्तो हाम्रो मेहनती चेलीहरू छ नि, हेर्नुहोस् त कति स्मार्ट पनि हुनुहुन्छ। र उहाँले बनाएको केकहरू हेर्नुहोस् है मित्रहरू। केकहरू यसो खोलेर देखाउनुहोस् बहिनी, बाबु, नानी। ओहो, यो के को केक हो बाबु? यो चाहिँ बिस्कस केक हो। अच्छा, यसको यो कोकोनट, अरू ब्लुबेरी। अच्छा, खाइदेखाउँ। यो ब्लुबेरी, अहो कस्तो राम्रो है डिजाइन पनि तपाईँको। यो चाहिँ चकलेट। कति जिनरको मूल्य बाबु? 150 छ। सबैको 150 सस्तो रहेछ त। देखाइदिनुहोस्। 150 को केक हेर्नुहोस् है, कति राम्रो केकहरू रहेछ बहिनीलाई। टिरामिसु र म्याङ्गोमा छ। यो अलिकति युनिक छ। पाउँदैन दार्जिलिङमा? देखाइदिनु त। खोल्नु मिल्छ बहिनी? मिल्दैन। कति छ यसको चाहिँ बाबु? 150। यो 250। अच्छा, यो चाहिँ कुन चाहिँ हो? यो चाहिँ चिज केक हो। ए, चिजको। वाउ छ, वाउ। हेर्नुहोस् है, हाम्रो चेलीले बनाएको, हाम्रो नानीहरूले बनाएको। कति राम्रो बनाउनुहुन्छ। यसरी मेहनत गर्नुपर्छ नि। मेहनती केटी रहेछ। स्कुल पनि पढ्दैछ? प्रभात, जय गोर्खा, ठ्याकुलो, भुइँसोरी। स्कुल पनि पढिँदैछ? सक्नु हो? कलेज कहिले सक्नु भने? पहिल्यै सकेको। अनि यहाँ चाहिँ हजुरको व्यवसाय नै हो? घरबाटै गर्नुहुन्छ। कति महिनामा कति सौ केक जान्छ हजुरको? धेरै जान्छ होला? धेरै जान्छ। इन्कम भन्नु मिल्यो भने भनिदिनु होला। हाम्रो किन तपाईँ एउटा प्रेरणाको स्रोत हुनुहुन्छ। अरूले पनि यस्तो धन्दा गऱ्यो भने, यो खालको व्यापार गऱ्यो भने राम्रो गर्छ। आफ्नै घरमा बसेर पनि हाम्रो जीविकोपार्जन गर्न सकिन्छ भन्ने कुरो जान्छ होइन? कतिको बेच्नुहुन्छ? राम्रै हुन्छ। ज्यू। अच्छा, सबै राम्रो हुन्छ है। हाटमा चाहिँ कस्तो छ बजार? हाटमा पनि राम्रो हुन्छ। हाटमा चाहिँ 100 पिस जान्छ हजुरको? 100? ए, ल्याएको चाहिँ फर्किँदैन? वाउ रहेछ त, वाउ। अच्छा, म पनि एउटा लान्छु ल, एउटा लान्छु। तपाईँलाई यसो सहयोग हुन्छ होइन? अन्त सहयोग हामीले के पो गर्नु र अब खाएर चाख्ने है। एउटा मलाई बनाइदिनुहोस्। यो तपाईँको यो राम्रो छ भन्नुभएको होइन? यो मलाई प्याक गरिदिनु त। र बहिनीको केक चाहिँ घरमा गएर खान्छु अनि चाहिँ भन्छु है फेरि ल। तपाईँ घर कहाँ हो? घर कहाँ हो? टिभी टावर। ल ल, तपाईँको नम्बर पनि यहाँ हालिदिन्छु है, यसैमा हालिदिन्छु। ल बाबु, बहुत बहुत धन्यवाद। ल।